स्पिनाच, पालक, पालुङ जे भने पनि एउटै हो। यो साग हाम्रो लागि एकदमै आवश्यक छ भने बच्चाहरूको लागि त अति नै आवश्यक छ। यो पालकको सागबाट भिटामिन ए, आइरन, फोलेट अनि फाइबर प्रशस्त मात्रामा पाउन सकिन्छ। साथै अरू पनि धेरै भिटामिन सी, के, म्याग्नेसियम, पोटासियम धेरै फाइदाजनक कुराहरू यसबाट प्राप्त गर्न सकिन्छ। त्यसै कारण पनि आफ्नो बच्चालाई अर्ग्यानिक साग अनि बारम्बार घरिघरि दिइरहनु पाएँ हुन्थ्यो आफ्नो बच्चालाई भन्ने हुन्छ है हरेक आमाहरूलाई। मैले पनि अर्ग्यानिक साग पाएको बेलामा राम्रोसँग धोएँ अनि राम्रोसँग धोएर यस्तो जिपलक भएको प्लास्टिकमा स्टोर गरेर राख्ने गरेको छु। यसरी स्टोर गर्न खोजेको सागलाई अलिक ठुलो प्लास्टिकमा राखेर खोल्दै फेरि अलिकति चलाएर बाँकीलाई स्टोर गर्दा त्यहाँ हावा पस्छ अनि फेरि त्यो चाँडै बिग्रिन्छ। त्यसै कारण पनि मैले चाहिँ यो सानो सानो बक्समा राखेको छु र यो एकचोटिलाई मात्रै चलाउनलाई हुन्छ है। मैले अघि स्टोर गरेको सागलाई 1 हप्तापछि यसरी युज गर्दैछु र यो सागलाई युज गरेको बेला पनि मैले भिडियो लिएको थिएँ र यो सागलाई हेर्नुहोस् त हजुरहरूले देख्न सक्नुहुन्छ जस्ताको तस्तै एकदमै फ्रेस छ। हप्ता 10 दिनसम्म पनि यसरी फ्रेस रहन्छ भने हजुरहरूले पनि पालकको सागलाई यसरी नै फ्रिजमा स्टोर गरेर दिन सक्नुहुन्छ। यो मात्रै होइन अरू सागहरूलाई पनि यसरी नै राखेर स्टोर गरेर युज गर्न सकिन्छ। धन्यवाद।